सचिव श्री अभिमान सिंह बस्नेतज्यू, विशिष्ट अतिथि एनआरएन एनसीसी पीएनजी का संस्थापक योजनाकार श्री परवेश ज्यू, संस्थापक अध्यक्ष श्री राजबहादुर शाहीज्यू र सम्पूर्ण अतिथि महानुभावहरू, सल्लाहकार द्वय राजु केसी र उत्तम दबाडीज्यू, पीएनजी आईसीसी का प्रतिनिधि श्री सोम थापाज्यू, कार्य समितिका पदाधिकारी क्षेत्रीय संयोजकज्यूहरू नवराज भट्टराईज्यू, श्री हिमाल गौतमज्यू, श्री नारायण भण्डारीज्यू, महासचिव श्री विष्णु दर्लानज्यू, सचिव श्री अशोक गौतमज्यू, कोषाध्यक्ष श्री इन्दुज्यू, सहकोषाध्यक्ष श्री चन्द्रकान्त सुवेदीज्यू, महिला संयोजक श्री दुर्गा भवानी भट्टज्यू, युवा संयोजक श्री दिपेन्द्र थापाज्यू, सदस्यहरू श्री केशव राणाज्यू, श्री खेम थापाज्यू, श्री तिलक दबाडीज्यू र सम्पूर्ण सदस्यज्यूहरू र उपस्थित महिला तथा सज्जन वृन्दमा म उपाध्यक्षको तर्फबाट हार्दिक स्वागत गर्दछु। यस अवधिमा यहाँको बसाई सुखद, सफल र परिणाममुखी बनोस् भन्ने कामना गर्दछु। यहाँहरूको उपस्थितिले यस वर्तमान कार्य समिति अत्यन्तै उत्साहित भएको छ र यहाँहरूको सल्लाहले आगामी कार्यदिशा पहिलाउन मद्दत पुग्ने कुरामा विश्वास गरेको छु र फेरि पनि यहाँहरूलाई हार्दिक स्वागत गर्दै बिदा हुन्छु। धन्यवाद। उहाँको कार्यव्यस्तताको कारण आज हामीसँग जोडिन सक्नु भएन। उहाँले बिहानै क्षमा याचनाको मेसेज पठाउनु भएको थियो र उहाँले सम्पूर्ण उपस्थित साथीहरूलाई म उपस्थित हुन नसकेको पनि भोलिका दिनहरूमा मेरो साथ र सहयोग रहनेछ भनेर हामीहरूलाई मेसेज पनि पठाउनु भएको थियो। र त्यसै गरी सदस्य उहाँ चाहिँ नै गोरखा बेसमा काम गर्नुहुन्छ। उहाँ पहिला पोर्ट मोस्टमा हुनुहुन्थ्यो, अहिले गोरखा जानुभएका भाइ मदन थापाज्यू अर्का सदस्य हुनुहुन्छ। उहाँ पनि आज कार्यव्यस्तताका कारण भर्चुअलमा जोडिन सक्नु भएन। त्यसै गरी अर्का हागेन बेसमै हुनुहुने दीपक दबाडीज्यू उहाँ पनि एक सदस्य हुनुहुन्छ। उहाँ पनि आज हामीहरू समक्ष उपस्थित हुन सक्नु भएको छैन। And for moving forward, I would like to our special guests. I would like to mention our special guests and request them to have their seat wherever they are. Mr. Damar Khimire, he's working as working in the UN Women. Nirakar Joshi, working in UNICEF. Sunil Pokhrel, CEO of Tisa Bank. Anil Shrestha, working in FHI. Kishore Sinha, NCC PNG advisor. Som Thapa as ICC member. And also, I would like to request all our board members, Raju Kesi, Uttam Dawadi, and Narayan Bhandari, to have their seat on their respective places. And also like to request Dr. Kiran Adi to have his seat on his respective places. For starting the program, I would like to start the program. For moving forward, now is the time for lightning, as we are Nepali and we start every program with lightning of lights. So अब यो मेरो पहिलो त्यही बुझेर तपाईहरुले मेरो यो कमजोरीलाई क्षमा गरिदिनु होला। थ्यांक यू भेरी मच। एनआरएन को उसमा मलाई चाहिँ एनआरएन